हेलो गाइज, आज चाहिँ हामी बारीमा आँप टिप्नको लागि जाँदैछौँ। मैले चाहिँ हाम्रो बारीमा के छ देखाउँछु ल। यो चाहिँ यो बेलौतीको बोट, अनि बेलौतीको बोटमा चाहिँ बेलौती चाहिँ फलेको छ, कति धेरै फलेको छ। अनि यो चाहिँ यो आँपको बोट, यो बोटबाट चाहिँ हामीले आँप छार्ने हो गाइज। यो बोटको आँप चाहिँ एकदमै मिठो छ। मेरो भाइले चाहिँ बेलको बोट पनि देखाउ न, किन छुटाउने हो र भन्दैछ। अनि मलाई चाहिँ हाँसिरहेको थिएँ, अनि मैले चाहिँ आँप झार्नतिर लागेँ। अनि मेरो भाइले चाहिँ मेरो भिडियो बनाउँदैछ, अनि म चाहिँ आँप झार्नतिर लागेँ गाइजहरू। अनि आँप चाहिँ झरेर टाउकोमा चोट लाग्छ भनेर डराई आँप झार्दैछु कि म चाहिँ। अनि एउटा आँप चाहिँ झऱ्यो गाइज, तर धन्नले टाउकोमा चाहिँ लागेन। अनि मैले चाहिँ एउटा आँपलाई बास्केटभित्र राखेँ, त्यहाँ रुखमाथि राखेको खस्छ भनेर चाहिँ मैले चाहिँ तल राखेँ। अनि म फेरि अर्को आँप झार्नतिर लागेँ, अनि फेरि अर्को आँप पनि झऱ्यो गाइज। हामीले चाहिँ अर्को आँप पनि टिप्यौँ, अनि टिपेर चाहिँ बास्केटभित्र राख्यौँ। मेरो भाइले चाहिँ मलाई टाउकोमा चोट लगाइदियो के भन्दैछ। अनि म चाहिँ हाँसेर गएर फेरि आँप टिप्न लागेँ। अनि त्यो आँप चाहिँ वहाँ झ्याङमा गएर झऱ्यो कि, अनि मलाई त्यहाँ जान डर लाग्यो। अनि मैले चाहिँ आफ्नो भाइलाई पठाएँ। अनि मेरो भाइले चाहिँ डर लाग्दैन कि, मेरो भाइ चाहिँ डर्नु। अनि मेरो भाइ चाहिँ टिपेर लिएर आए पनि सक्यो। अनि मेरो भाइले चाहिँ हेर आँप भनेर देखाउँदैछ कि। अनि हामीले चाहिँ अहिलेसम्म 3वटा आँप टिप्यौँ। अनि यो चाहिँ यो टोनी, अनि यो चाहिँ घुम्न आएको थियो बारीमा। अनि मैले चाहिँ यसको अनि भिडियो पनि बनाइदिएँ। अनि मैले चाहिँ टोनीलाई उता जा नत्र चोट लाग्छ भन्दैछु, आँप झऱ्यो भने चोट लाग्छ नि त। अनि यसले चाहिँ मान्यो पनि, यो चाहिँ आयो गाइज। अनि म चाहिँ फेरि आँप झार्नतिर लागेँ। अनि मैले आँप पनि झारेँ, फेरि त्यही झ्याङमा गएर झऱ्यो आँप। हामीले चाहिँ टोटल 4वटा आँप टिप्यौँ गाइजहरू आज चाहिँ। बाई, थ्याङ्क यू फर वाचिङ।